अहिले तिमीहरूलाई लाग्छ कि रवि दाईलाई भेट्न गएर रवि दाईलाई चाहिँ मैले सपोर्ट गरेँ भने मैले जित्छु कि भन्ने तिमीहरूलाई लाग्छ? अझै पनि तिमीहरू काङ्ग्रेसहरू 1-2 सिट ल्याउँछु भन्ने आँट छ भने चाहिँ एकैछिन यो बहिनीको कुरा सुन्नुहोस् है। उहाँ हुनुहुन्छ रवि समर्थक, जुन अहिले नेपाली कङ्ग्रेसका केही सांसदहरू रवि लामिछानेलाई नक्कु कारगारमा भेट्न गइरहेका छन् नि। यसमा केही षड्यन्त्र हुनसक्छ है भनेर उहाँले बताइदिनु भएको छ छङ्ग बुझ्ने तरिकाले। एकैछिन सुन्नु होला है, मन पर्यो भने लाइक गर्न नभुल्नु होला है। अहिले सोसल मिडियामा देखिन्छ कि होइन, काङ्ग्रेसका चाहिँ उपसभापतिहरू काङ्ग्रेसका चाहिँ संसदहरू चाहिँ पुरा रवि दाईलाई जेलमा भेट्न गएको कुराहरू अहिले देखिन्छ नि छपछ्याप होइन। तिमीहरूलाई बुद्धि आएको छैन र तिमीहरू अझै पनि जनतालाई झुकाउन सक्छु भन्ने आड भएको छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अब त्यो आड चाहिँ जनताले स्वीकार्दैनन्। तेरै पार्टीमा तेरै गगन थापाले होइन रवि लामिछानेलाई ठग भनेर 1.5 वर्षसम्म जेलमा हालेछ भने होइन, त्यसको चाहिँ जवाफ तिमीहरूले कसरी दिन्छौ त्यो कुरा एन्सर पहिला गर, अनि बल्ल चुनाव लड्न जाऊ तिमीहरू, बुझ्यौ नि। अब यस्तै पारा हो भने भोलि गगन पनि दाई मबाट गल्ती भयो, मैले त छानबिन यो आयोगले जे पठाइदियो म त त्यसलाई नै सबुत भनेर देखाइदिएँ, मलाई त थाहा भएन भन्न पनि भ्याउँछन् कि यिनीहरू। यतिसम्म कहाँ छन् कि यिनीहरू होइन। अहिले तिमीहरूलाई लाग्छ कि रवि दाईलाई भेट्न गएर रवि दाईलाई चाहिँ मैले सपोर्ट गरेँ भने मैले जित्छु कि भन्ने तिमीहरूलाई लाग्छ? अझै पनि तिमीहरू काङ्ग्रेसहरू 1-2 सिट ल्याउँछु भन्ने आँट छ भने चाहिँ गइरहेको छ होइन। जनताहरू कोही पनि नझुकिनु होला है। यदि यिनीहरूलाई त्यस्तो लाग्थ्यो भने यिनीहरू त्यत्रो 1.5 वर्षसम्म एउटा निर्दोष मान्छेलाई थुनिराख्दाखेरि यिनीहरू किन आवाज उठाउन सकेन त? यो कुरामा क्वेसन गर्नु तपाईँहरू पत्रकारिताहरूले गएर तिनीहरूलाई दाइरा जेलमा भेटेर के कुरा गर्नुभयो भन्दा पनि तिमीहरूले चाहिँ 1.5 वर्षसम्म थुन्दाखेरि तिमीहरूकै सरकारले थुनेको, तेरै गगन दाईले थुनेको होइन, तेरै गगन भाइले थुन्न लगाएको हो होइन। यति गर्ने जसमा तिमीहरू सांसद भवनमा चुक्क बोल्न नसक्ने, रवि दाई ठग भन्दै तिमीहरू सांसद भवनमा पनि जनताको कुरा नगरिकन रवि दाईकै कुरा गरेर बस्ने, अझ तिमीहरू यहाँ आएर नाटक गर्ने भनेर सोध्न सक्ने पत्रकारिता चाहियो कि पत्रकार चाहियो। म भएको त मैले त्यसलाई ठाउँको ठाउँ सोध्थेँ कि ए तल बल्ल बुद्धि आयो। यत्रो 1.5 वर्षसम्म चाहिँ रवि दाईलाई चाहिँ संसद भवनमा तिमीहरू ठग, चुनावमा भोट माग्न जाँदाखेरि ठग होइन भन्दै तिमीहरूको भाषण नसुनेको हो। अहिले आएर तिमीहरू जेलमा भेट्न जाने, यिनीहरूसँग कोही पनि नझुकिनु होला। यिनीहरू सुध्रेका होइनन्, सुध्रेको जस्तो नाटक गरेका हुन्। अब जनतालाई झुकाउन सक्दैनौ तिमीहरू। अब आवाज घर घरबाट आवाज बोल्न थालिसकेको छ। यो तिमीहरूको 12 भाइको मिडिया होइन कि जे तिमीहरूले भनिदियो त्यही बोलिदिने, बुझ्यौ नि। अब चुनाव आउँदैछ 2 महिनामा, अनि सुरु भयो तिमीहरूको लड्को होइन। यदि कुरा याद राख के जनताहरू, यिनीहरू न हिजो सुध्रेका थिए, न आज सुध्रिन्छन्, न भोलि सुध्रिन्छन्। यिनीहरूलाई सुधार्ने जनताले हो। यिनीहरूलाई 0 भोटमा आउट गर्नुपर्छ, अनि बल्ल यिनीहरू सुध्रेर आउलान् आयो भने। नत्र भने यिनीहरूको राजनीति खतम गराउने र नयाँलाई चान्स दिने। अब घन्टी बजाउनुहोस् एकचोटि देशबाट, तब पनि देश बनेन भने यो घन्टीका सांसदहरूलाई कसरी बजाउनु पर्छ हामी जस्तो समर्थनले जानेका छौँ। पुरानालाई फाल्न जाने हो भने नयाँलाई पनि फाल्न जानेका छौँ हामीले। त्यही भएर एकचोटि घन्टीलाई भोट हालौँ, यो जो पुराना भेट्न आएको छ यिनीहरूलाई छोडिदिउँ। कस्तो लाग्यो दर्शक वृन्द यो बहिनीको कुरा तपाईँहरूलाई? मन पर्यो होला, पक्कै मन पर्यो होला। हुन त यो पनि हुनै सक्छ है, उहाँले भने जस्तो पक्कै हुनसक्छ है। अब पहिला भेट्न नजानी, अब जब चुनाव लाग्यो नि त्यतिखेर त्यो सांसद कङ्ग्रेसका सांसदहरू भेट्न जाने रिजन के हो? यदि रवि लामिछानेलाई प्रतिशत साँधेर राखेको हो भने त्यो जमानामा त्यो सांसद भवनमा किन त्यो ओहिरो लागेको थियो, किन त्यतिखेर आवाज नउठाएको? अब यतिखेर अब प्रतिशत साँध्यो भनेर चुनाव जितिन्छ भनेर पनि हुनसक्छ है।